दाई नमस्कार। नमस्कार नमस्कार भाइ। ल भाइ सामान त झरियो। अब बिल कति भएछ खै बिल देखाउ त। बिल तपाईँको धेरै भएन दाइ, तपाईँको सानै पसल हो। पहिले र अहिलेको गरेर त्यही 15-20 हजार जति होला नि। हेर्नु त। ल ठिक छ, किलो पैसा। ड्याडी खै मलाई 25 रुपियाँ ल्याउनु त, म साथीहरूसँग घुम्न जान पर्यो। ओहो दिनेश दाइ, तपाईँको छोरा दर्शनको यत्रो ठुलो भइसकेछ त। हो, यो मेरो छोरा हो। मान्छे यत्रो ठुलो भइसक्यो तर दिमाग सानै छ। अब के गर्ने। ल भरे छिटो आइज नि फेरि। हुन्छ, थ्याङ्क यू ड्याडी। दिनेश दाइ, तपाईँले छोरालाई कति माया गर्नुहुन्छ है। अब के गर्ने, एउटै छोरा हो। यसको बाउ भने पनि आमा भने पनि म नै हो। माया त गर्नै पर्यो नि। ल त दाइ, अहिलेसम्म लाग्यो है। म त गफमा बिर्सेछु। एकजनाले 10 बजे बोलाएको थियो, 10:30 पो भयो त। आधा नि मार्ने भयो। ल त जाऊ, तिमी समयमा कहिले पो आउँछौ र। जता गयो नि गफमै भुल्ने हो। के गर्ने दाइ, हामीहरूको कामै यस्तै छ। ल ल ल अहिले म लाग्छु। ल ल भने केटा हो, आज हामी घुम्न कहाँ जाने त? बस्नु बाइकमा। आज हामी नयाँ ठाउँ जाँदैछौँ, त्यहाँ नयाँ साथीहरू नि आउँछन्। हुन्छ। यो साला रजित जहाँ गयो त्यही हराउँछ यार। ओ हेर्न, हाम्रो कलेजको फङ्सनको फोटोहरू अपलोड गरेको रहेछ। यो केटीहरू त कस्तो चुवाक रहेछ यार। यसलाई त हामीले देख्दै देखेन त। त्यही त, कसरी मिस भयो यार। ल भने केटा हो, के खाने त? अझै अर्डर गरेको छैन? छैन यार, त आउन ढिलो गरिस्, तेरो वेट गरेर बसिरहेको। आज त रमाइलो गर्नुपर्छ केटा हो। रमाइलो गरेरै जाने हो घरतिर। ल लोकल छ्याङ बियर के खाने केटा? अरू छ्याङ लोकल खान सक्दिनँ केटा हो, बियरै खाउँ आज। हामीलाई बियरसित के छ लिएर आऊ त? कुन चाहिँ बियर ल्याइदिउँ होला दाइ? पहिला हामीले जुन खान्थ्यौँ त्यसले आऊ न। सानो ल्याइदिउँ कि ठुलो? नाचिसको खोल साला। पहिला हामीले चाहिँ खान्थ्यौँ त्यसले भनेको सुनिनुहोस्। ओए के हो, खानुभन्दा पहिले एग्रेसिभ बहस त। ल छोड्दे, रमाइलो गरौँ। दाइ कुन्टे बियर ल्याइदिँदा हुन्छ? देखिनुहोस्, अझै दिमाग चारिरहेछ। तेरी माग झट्ने, अझै कुरा बुझेनस्? दाइ बुझे। यहाँ बस्नुको मजा त छुट्टै रहेछ नि त है। केटा हो, रक्सी खाना तिमीहरूले कहिलेबाट सिक्यो सुनाउ नि त। मैले खाना थालेको धेरै भएको छैन, त्यही रजितसँग भेटेपछि सुरु गरेको। त्यही पनि फर्स्ट टाइम खाँदाखेरि मेरो कस्तो हालत भएको थियो होइन त रजित? कुनी यार, तँ त पागल नै भएको थिइस्। मलाई सम्हाल्न कति गाह्रो भएको थियो। मैले रक्सी खान थालेको दाइहरूसँगै हो। फेरि म दाइहरूको प्यारो भाइ, जहाँ जाँदा पनि सँगै लानुहुन्थ्यो। दाइहरूको सर्कलमा बसेपछि जे पनि खान पर्ने। र मैले फर्स्ट टाइम बियर खाँदा वाइल्ड दाइहरूले मलाई त कानमा बोकेर घरतिर गएको।
म पनि पागल भएको थिएँ यार। मैले त आजै खाएको यार, टेस्ट पनि कस्तो तितो हुँदो रहेछ, मिल्नै गाह्रो भयो। मलाई त बाबाले सानैदेखि खिलाइदिनुहुन्थ्यो यार। आजकल त केही जस्तो पनि लाग्दैन, आफ्नो त घरमै हक पनि चल्छ। ओइ कसो फोन उठा न यार। ड्याडीको फोन हो यार, कहाँ छस् भनेर सोध्नुभयो भने के भन्ने, यस्तो बेलामा नउठाउँ होला, बरु जाउँ घर। ल ठिक छ, अहिले हामी निस्क्यौँ। बरु अर्कोचोटि भेट्दा म तिमीहरूलाई नयाँ माल चलाउँछु, अनि थाहा हुन्छ नसा भनेको के हो भनेर। ल हिसाब कति भयो पे गरौँ अनि जाउँ। नमस्ते बिनाजु। ओहो, यो त मामाको आवाज जस्तो छ। नमस्ते। ल बस्दै गर, भइहाल्छ नि। अब मेरो बारेमा के भन्ने थाहै छैन। ल चिया खाऊ। के पर्थ्यो होला र भिनाजु। अनि भिनाजु, भान्जा बाबु खै त उठ्ने बेला भएको छैन? तिम्रो भान्जाको सुत्ने र उठ्नेको ठेगान भएको भए पो बेला सोध्ने। अब तिमीलाई थाहा भएन तिम्रो भान्जा कलेज जान थालेपछिको हरकत। भिनाजु 25 वर्षसम्म गदालाई चनो खुवाएर घोडा बन्छ र पञ्चर टायरमा कसैले हावा भर्न सक्छ त? त्यस्तै हालत भएको छ हाम्रो भान्जा बाबुको। दर्शन उठ, मामा आउनुभएको छ। अनि उसलाई इक्जाम हलमा किताबै लगेर दिए पनि पास हुन सक्दैन। यस्तो छ भान्जाको दिमाग, माटोमा जतिसुकै पानी हाले पनि आखिर त हिलो नै हुने हो। जबसम्म कुमारले त्यो माटोको भाँडा बनाउँदैन तबसम्म हिलो नै हो। भिनाजु, गुगल बाबाको सौतेनी छोरा त परे म, सबैको खबर त राख्नै पर्यो नि। सबको डगर आफै निस्किन्छ। कन्टिन्यू भन्दै जाऊ तिमी, यसलाई केही फरक पर्दैन। त्यस्तो नभन्नु भिनाजु, फेरि भान्जालाई नराम्रो लाग्न सक्छ। खासमा यी भान्जा फाल्तु नै हुन्। कोही जिद्दी मान्छेहरूलाई त जे भने पनि केही फरकै पर्दैन। भिनाजु, तपाईँ दुखी नहुनु, तपाईँ लक्की हुनुहुन्छ। भान्जाले तपाईँको रेस्पेक्ट पनि गरेको हुन्छन् है। यही 4 दिन अगाडिको कुरा हो। पर होटेलमा 15-16 वर्षको केटाहरूसँग मिलेर पुरा चुरोट तान्दै रहेछन् भान्जा। तपाईँ आएको देखेर उसले फिल्म स्टाइलमा चुरोट निभाएर बास्न आउँछ भनेर त्यही होटेल अगाडिको तुलसीको पात टिपेर ज्याम ज्याम गरेर चबाए। जहिले पनि त्यसरी आउँछन् तपाईँको अगाडि बास्न नआओस् भनेर। त्यसैले भान्जा बाबु, भिनाजुले जे भन्नुहुन्छ त्यसलाई फलो गर्नुपर्छ है। आफ्नो मामाबाट केही सिक। म त्यति महान पनि छैन भिनाजु। म अहिलेलाई गएँ 12 नम्बर वार्डमा भैँसीको एआई गर्न बोलाएको छ। आफू त पशुको डाक्टर परियो, के गर्नुपर्छ पर्छ। ल भिनाजु, ल भान्जा बाबु, अहिलेलाई म गएँ है। ल ल। होइन केटा हो, आज पनि कलेज नजाने विचार गऱ्यो क्या हो? कलेज त जानुपर्ने हो। खै यसैलाई सोध न, मुड अफ गरेर बसिरहेको छ साल। अमर, के भयो तँलाई? अनुहार त पुरै बाँदर जस्तो बनाएर बसिरहेको छ त। मजाक नगर्नु यार, मान्छेलाई कस्तो तनाव भइरहेछ। के तनाव भयो र? हिजो झाप भएको बेलामा यार घर गयो होला भनेको त गर्लफ्रेन्ड घर पुगेछ यार। अनाप सनाप के बोले थाहै भएन, ब्रेकअपै भयो नि मेरो यार। टेन्सन भयो यार, अहिलेसम्म 20 चोटि कल गरिसकेँ, कलै रिसिभ गर्दैन यार। तँ चाहिँ त्यही कुरामा अल्झिरहेको छस् यार। टेन्सन नलि, खुट्टा भए जुत्ता गति हो नि यार। बरु बियर खान रमाइलो गर्नुपर्छ अब। होइन, आज पनि कलेज नजाने? छोड्दै, भोलिबाट जाम्ला, बरु बियर मगा। ल तैँले भने जस्तै हुन्छ। चियर अप म्यान। साउने ए दर्शन भान्जालाई त हावाले छोएछ। सङ्गत त राम्रै मान्छेहरूको गरे रहेछ।
नमस्ते भिनाजु। नमस्ते नमस्ते। होइन कताबाट? पर चोकमा साउन पुऱ्याएर आएको थिएँ। तपाईँलाई नि भेटु भनेर पसेको नि भिनाजु। मलाई भेट्ने रे? होइन के काम थियो त्यस्तो? अनि भिनाजु दर्शन बाबु कता छन् त नि? दर्शन त्यो त बिहानै कलेज गएको त। हो र भिनाजु? दर्शन बाबुलाई उहाँ पर होटलमा केही केटाहरूसँग देखेको थिएँ। दर्शनले होटलमा? होइन दर्शन त बिहानै खाना खाएर कलेज गएको त। त्यति मात्र हो र भिनाजु? उनीहरू त बियर पनि खाँदै थिए। कस्तो हेर्नुभएको यार। हिजो कसरी घर आइपुगेँ म थाहै भएन। दर्शन त यहाँ हेर त। हजुर ड्याडी। यता बस। त हिजो कहाँ गएको थिइस्? म कलेज गएको थिएँ ड्याडी। ए भनेपछि मसँग झुट पनि बोल्न थालिस् होइन? त्यस्तो होइन ड्याडी, साथीको बर्थडे थियो त्यही भएर हल्का रमाइलो गरेको। साथीको बर्थडे थियो भन्दैमा कलेजै हपेर रमाइलो गर्नुपर्ने थियो त तँलाई? त कलेज पढ्न जान्छस् कि रमाइलो गर्न जान्छस्? भोलिदेखि सिधा कलेज र सिधा घर, दायाँ बायाँ होइन। हुन्छ ड्याडी। हस्। नमस्ते भिनाजु। भाग्यमानी भान्जा बाबु। अनि के को दायाँ बायाँ कुरा हुँदैछ? यो हामी पाउँछ र कुरा हो। भिनाजु कुरा र कुलो जता लग्यो त्यतै जान्छ। यता आउनु ल। हाम्रो भान्जा पनि साथीको लयमा लागे जस्तो छ। समाजमा यस्तो घटनाहरू धेरै घटेका छन्। सबैको मुखबाट यस्तै सुन्नमा आएको छ। विचार गर्नु है। म त्यस्तो कदापि हुन दिन्न। म त्यसलाई छाया पनि पर्न दिन्न। बरु तिमी भन कि अझै पनि त्यही गाई भैँसीको पछि हिँडिरहेको छौ? खै त्यही गएपछि थाहा हुन्छ भिनाजु गाई हो कि भैँसी हो। तपाईँ भान्जाको ख्याल गर्नु। मलाई अलि हतार छ, म अहिले लाग्यो है भिनाजु। हस्। भन् यस्तो हतार गरेर किन बोलाएको मलाई? एउटा कुरा सोध्नु थियो। तँलाई सुधार केन्द्रहरूको बारेमा केही थाहा छ? किन? कसलाई के भएर? मेरो छोरो कुलतमा फसिसकेको छ। मलाई साह्रै तनाव भएको छ। ए त्यसो हो भने तेरो छोरा मेरो जिम्मामा दे। म त्यसलाई गाई भैँसीको गोबर सोध्न लगाएर सुधार दिन्छु। किन खोज्नु पर्यो अरू दायाँ बायाँ? मजाक नगर्न यार, म सिरियस कुरा गर्दैछु। कुरा के हो सुरुदेखि भन् त। विक्रम भनेपछि समाजमा विकृति फैलाउने त्यही हो। विक्रम भनेर चिनिन्छ त्यसलाई। दाइ खै मलाई बाइकको चाबी दिनु त, त्यहाँ मेरो काम पर्यो। ल बाइक चाहिँ राम्रोसँग चलाउने फेरि। बाबुको बहिनी हो, अलिक कडा छ। ओइ रजित, तिमीहरू किन त्यहाँ उभिएको? यता आएर बस्नु यार। आज फुल इन्जोय गर्नुपर्छ केटा हो।
पहिलाको पैसा पनि ल्याइस् भाइ? ल्याएन नि दाइ, मसँग त पैसै भएन। आजको लागि दिन्न दाइ, लास्ट सिक भएर खान नपाएर दाइ। तैट भाइ, त्यो फोकलको टाइम छैन है मसँग। रोक्नु न दाइ, त्यो हेर्नु न। यो तेजेन्द्रको नजरबाट कहाँ उम्केर जान्छस् त? आजको लागि दिन दाइ, यो मेरो मोबाइल डिकमा राख्नु। खान नपाएर लास्ट सिक भयो दाइ, आजको लागि दिन्न दाइ प्लिज। देखेटा त्यतिकै मेरो नाम तेजेन्द्र राखिएको होइन। मेरो दिमाग भनेको चिलको आँखाभन्दा तेज चल्छ। रजित यार मोबाइल त धम्मै हराएको यार। केही फरक पर्दैन यार, यो हाम्रो एरिया हो। अनि अमर खै त? अमर अमर माल त त्यहाँ खाली रहेछ, चाहिँदैन फेरि। ला ड्याडीले यत्रो फोन गर्नु भएको रहेछ। रजित अब घर जानुपर्छ यार, मार्नुहुन्छ यार। जम 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 जम। दर्शन हजुर ड्याडी, त यता आइज त। हजुर भन्नु ड्याडी। गर्दा गर्दै बाहिर रात बिताउने भइसकेको छैन? भन्, हिजो राति कहाँ थिइस् त? म साथीकोमा थिएँ ड्याडी। साथीकोमा बसिस् त्यो ठिक छ, तर मैले त्यत्रो फोन गर्दा किन उठाएनस् त्यो भन्नु। सरी ड्याड, म सुत्नु सकेँ। हेर छोरा, तेरो आमा भने पनि बाउ भने पनि म नै। मसँग खुलेर कुरा गर्न सक्दैनस् भने अरू कोसँग गर्छस्? आमा कुरा नगर्नु मसित। बच्चा बिरामी भएर यस्तो हालत छ। बाउलाई कुनै मतलबै छैन, उही पुरानै पारा देख्न थालिसक्यो। बाबु उठ त, कस्तो छ तिमीलाई? फेरि ज्वरो आएछ? गाह्रो भएछ तिमीलाई? हो ल बाबु, अब होमवर्क गर्ने है ल।
रजित हामी कहाँ जानु लाग्यो सानो काम छ जाउँ न ए ल रजित यस्तो ठाउँ किन रोकेको हात में रोक्न मसँग लोडेड माल छ यो खाएर जाऊँ न यस्तो ओपन ठाउँमा अरे यार यस्तो आनन्द पिस ठाउँ छ यार यस्तैमा त नि बसेर खाने हेर्न सिनहरू कस्तो राम्रो छ हो यार ल बाल Quoi? जा तिनीहरू चेक गरेर आमा ओइ तिमीहरू यहाँ बसेर के तानिरहेको के होइन दाइ ओइ तिनीहरूको खोल्टी चेक गर होइन दाइ केही पनि छैन तपाईँहरू को हो र के लुगाको पछाडि भनेपछि तिमीहरू गाजा खाँदो रहेछ है त्यो ब्यागमा के छ त्यो ब्यागमा केही पनि छैन हामी भर्खर कलेज पढेर आएको तपाईँहरू चाहिँ को ए हामी को भनेर चिनाउनु पर्यो तिमीहरूलाई तपाईँहरू यहाँको लोकल हो भन्दैमा हामीलाई दुःख दिन खोज्ने हामी सिआइडी पुलिस हो पढ्ने विद्यार्थी भएर यसरी गाजा खाएर हिँड्ने जा गोरो ब्याग लिएर चाहिँ सर त्यो झोलामा केही पनि छैन सर ए भनेपछि तिमीले यस्तो पनि खान्छौ ओइ किन चौकी लिएर सर यस्तो नगर्नु न सर सर छोड्नु न सर हेलो हेलो तपाईँ दर्शन बुढा देवी बाबा बोल्नुभयो हजुर हो तपाईँ तुरुन्तै वडा प्रहरी कार्यालयमा आउनु पर्यो यति बोल्न भयो भाइ त्यो के हालत हुन्थ्यो तैँले यस्तो काम पनि गर्न थालिस् होइन त्यस्तो होइन ड्याडी चुप लाग भित्र गएर बस अब एक कदम पनि बाहिर निस्किने होइन बुझिस् जा भित्र ड्याडी 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 नमस्ते भिनाजु के हुँदैछ के हुनु नि जे नहुनु थियो त्यो भयो तिम्रो भान्सालाई भर्खरै चौकीबाट छोडेर लिएर आएको छु मैले तिम्रो भान्सा एडिक्सनमा फसिसकेको रहेछ ओहो भनेपछि कुरा त्यहाँसम्म पुगिसक्यो मैले अनुमान गरेको कुरा सही हुनुपर्छ मैले तिनीहरूको अड्डा थाहा पाइसकेँ र तिनीहरूको मेन डिलरको नाम विनोद साई हो पहिला तपाईँ पनि त्यो टिममा सामेल हुनुहुन्थ्यो
बाबु पढेर ठुलो मान्छे बन्नुपर्छ, डक्टर बन्नुपर्छ है। अनि ज्ञानी मान्छे बन्नुपर्छ, आइसक्रिम खानुहुन्न है, चक्लेट खानुहुन्न है। ल प्रमिस गर न त। प्रमिस मात्र भनेर हुँदैन छोरा, प्रमिस त घामको जस्तो हुनुपर्छ, जो साँझ अस्ताउँछ र बिहान उदाउने। बुझ्यौ नि दर्शन, तिमी घाम जस्तै अटल बन्नुपर्छ। ल हिँड जाऊ। हेर कपडाको हालत। यो के हो? यो फेरि उही पुरानै बाटोमै लाग्यो क्या? ल अहिले हाम्रो एउटा मिटिङ छ, बाहिर निस्क्यौँ। रूपा, यो सब के हो? जति भयो नि तिमीलाई केही लागेन होइन? किन, के भएर? यो के हो? खुलको यो डिभोर्स पेपर हो, यसमा साइन गर। तर यो सब तिमीसँग छुटकारा पाएको दिन मर्नै परे पनि म हाँसी हाँसी मर्नेछु। र एउटा कुरा, म आउँदा यो डिभोर्स पेपरमा साइन गरेको हुनुपर्छ, अरू मलाई थाहा छैन। रूपा, I'm sorry, Rupa. I'm sorry. अब म यस्तो कहिले पनि गर्दिनँ रूपा। I'm sorry. रूपा, 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 के भयो रूपा? एम्बुलेन्स! रूपा, 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 के भयो तिमीलाई रूपा? कोही एम्बुलेन्स बोलाउनु न। रूपा, रूपा, यो सब मेरै कारणले भएको हो रूपा, यो सब मेरै कारणले भएको हो रूपा, रूपा! दिनेश, के सोचेर बसिरह यार? के गर्ने यार, अब त एक्लै मान्छे छोरालाई स्कुल पठाएर बसिरहेको यार। आइज नि यता बस। सरी यार, भाउजूको त्यस्तो घटना भएर चाहिँ यार आउन पाइनँ यार, साह्रै दुःख लाग्यो यार। केही छैन दिनेश, म एउटा कुरा भनौँ यार। भन्न के कुरा? यार जिन्दगी लामो छ यार, गाह्रो छ यार, मैले भनेको मान्छस् भने बिहा गरे यार। त यो के भन्दैछस्? यो कदापि हुन सक्दैन यार। मैले त तेरै लागि भनेको यार। म अर्को बिहे गर्न सक्दिनँ। ल त्यसो भने ठिक छ, आज हाम्रो एउटा गोप्य मिटिङ छ, हामी जानुपर्छ। ल जाउँ। बस अबदेखि म यो काम गर्न चाहन्न। आजदेखि तेरो बाटो अलग र मेरो बाटो अलग। तर आमा दाइ नमस्ते। ए के गर्दै बस्नु भएको दाइ? मोबाइल हेरेर। भाइ एउटा एक कप चिया ल्याइदेऊ त।
धन्यवाद। चितवन प्रहरीले ठूलो परिमाणमा लागु औषधसहित 5 जनालाई पक्राउ गरेको छ। ओडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी टोली यो हाम्रो नेपालमा के साह्रो यस्तो बढेको यार थेट हो भने त्यो नि भाइ अचेल त्यस्तै बढिरहेको के लाग्यो। त्यही भने हो बाबु अचेल बच्चा उम्रन पाउँदैन न, सबै खत्तम भइसकेको छ, के गर्ने हो दाइ एकदमै खत्तमै भइसक्यो। तेजेन्द्र दाइ हजुर बहिनी तपाईँ यहाँ पो चिया पिउँदै हुनुहुन्छ? मैले तपाईँलाई कति फोन गरेँ कति खोजेँ, मेरो घरमा भैँसी बिरामी छ, एकचोटि हेर्न हिँड्नु न जाम। ए हुन्छ, चिया पनि सकिहाल्यो, हिँड नि त जाम। ल दाइ लाग्यो है। राम 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 भिनाजु रोक्नु, म आउँदैछु। सालेहरूलाई कहाँ छोड्ने हो र? ओइ साला, को होस् त? बौलाएको बाघ जस्तो चिचाइरहेको छस् त? ठिक भनिस् तैँले, बौलाएको बाघ हुँ बाघ। तेरो एडिक्सनको साम्राज्यलाई तहस तहस बनाउन आएको हुँ म। दिनेश, दिनेश नाम हो मेरो। यो साला दिनेश होस् या कोही होस्, यसलाई हामी को भनेर चिनाइदिए केटा हो? ठोक सालेलाई। सालेलाई ठोक, अझै ठोक। सालेहरूलाई छोड्नुहुन्न भिनाजु, ठोक, अझै ठोक। म्याम पाकाहरू मेरो केडा, यो टोकन कि ठकम यसलाई त ब्रुसले किक देखाउँछु म। साला पास कर गया। साला मेरो धन्दा छोड्नु तेरा साला दिनेश साला
तपाईँले आज मलाई चर्कन हान्नुभयो। यो धेरै वर्ष अगाडि गर्नुपर्ने थियो, गल्ती गरेँ मैले। तेरो पर्वसीमा मैले के कमी गरेको थिएँ आज यो दिन देख्नु पर्यो मलाई। दिनेश त यहाँ हो म विनोद, यो तेरो को हो? यार मेरो छोरो हो नि यार। यिनीहरूले ड्रग्सको धन्दा गर्दो रहेछन्, त्यही भएर म यहाँ आएको। यिनीहरूकै कारण मेरो छोरो पनि लतमा फसिसकेको थियो। विक्रम। हजुर ड्याडी। अहिले के भन्दै थिइस् रे? ड्याडी मलाई 1.5 लाख रुपियाँ पैसा चाहिएको थियो। 1.5 लाख रे? अस्ति दिएको 50,000 के गरिस्? ड्याडी त्यो त पैसा के बोटमा फल्छ? ल थ्याङ्क यू ड्याडी। माल रेडी छ, बनाऊ के गर्ने? तपाईँ नआत्तिनुहोस्, मसँग एउटा मान्छे छ, त्यसले पैसाको लागि जे पनि गर्न तयार छ। त्यसको नाम हो रजित। रजित? मेरो छोरीले नभनेको भए आज ठुलो दुर्घटना हुने रहेछ। मेरो पिठ पछाडि तैँले यस्तो नराम्रो कामहरू गर्दैछस्। अब यिनीहरूलाई के गर्ने? भिनाजु, अब यिनीहरूलाई के गर्ने नि? सुधार केन्द्रमा लगिदिने, त्यसपछि यिनीहरूको दिमाग ठिक ठाउँमा आउँछ। एकछिन, गल्ती मानवबाट नै हुन्छ। सुध्रिन मौका दिनु भनेको महान कार्य हो। यिनीहरूलाई एकचोटि माफ गरिदिनुपर्छ बाबा। सरी ड्याडी, मैले हजुरलाई साह्रै दुःख दिएँ, तर मैले यो सबै छोडिसकेँ ड्याडी। आइएम सरी ड्याडी, मेरो कारणले हजुरको शिर झुक्न पुग्यो। मलाई एकचोटि सुध्रिने मौका दिनुहोस्। र एउटा कुरा ड्याडी, भन न छोरी के हो? म दर्शनलाई माया गर्छु र उसैसँग बिहे गर्न चाहन्छु। यो त धेरै खुसीको कुरा हो। दिनेश, के छ तेरो विचार?